एक्सको यादमा पुरै पागल भएर बौलाएर मुभ अन हुनै नसके जसरी गरेर बसिरहेको थिएँ टोलाउँदै। दाइ दाइ भन्दै एक्कासी कताबाट भाइ आएर दम छ भने आउनु करेन्ट च्यालेन्ज गरौँ अरे के। हिजोको अन्डा आजको चल्लाले दाइसँग आएर च्यालेन्ज गरौँ जे भयो नि भाइ तैँले भन्दा 4-5 वटा भोटा त चाँडै चाहिँ फटाल्यो के भन्दै जोसका साथ पैसा लिएर करेन्ट ल्याउन नि पठाए। दाइसँग भाइले दमको कुरा गर्छ आज देख्छ। अनि भाइले 320 को स्पिडमा गएर च्याउचो ल्याएर म पकाउँछु भनेर आफै कस्से हो। बाटो भएर पिरो पिरो मलाई हालिदिन्छु आफूले चाहिँ नपिरो राख्छु भनेर होला म त कहीँ जान्न। बरु आफूले त्यसको मरमसला हालेर घोलेर बराबर भाग पनि लगाए। अनि क्यामेरालाई एक ठाउँमा राखेर हाम्रो च्यालेन्ज पनि सुरु भयो। च्यालेन्ज पनि यस्तो कि पानी पनि खान नपाइने के। पिरो भएर कानबाट धुवा किन ननिस्कियोस् तर पानी चाहिँ हात लगाउन पनि पाइन्न भन्दै हामीले खाना पनि थाल्यो। भिडियो ब्याक क्यामेराबाट गरे खा 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 लास्टमा त भिडियो नभएको रे। भाइसँग हार्यो भने त बिल्ला हुन्छ भनेर जति नै पिरो भए पनि गम कि गम खाए। अनि फाइनली गेम पनि जिते। देखि कसको रहेछ दम भनेको केटो त हाँस्छ पो। किन हाँसेको भनेर सोधेको मलाई करेन्ट खाने मन लागिरहेको थियो। हजुरसँग पैसा निकाल्नलाई पो यस्तो भनेको मलाई थाहा त दाइलाई जित्न सक्दिन भनेर पो भन्दै तैँले किन ढिला खाइरह भनेर सोचिरहेको थिएँ। लास्टमा जोकर त मलाई नै बनायो साला। जस बाटो चाहिँ बाटो हो के दमको कुरा गरेर 100 रुपियाँ फुस्काइहाल्यो नि। यस्तो गर्मीमा पिरो करेन्ट पसिना पसिना भइयो थियो। एन्ड बाई।